आजको यो भिडियोमा हामी तपाईहरूलाई आलु खेती गर्ने तरिकाको बारेमा जानकारी दिन गइरहेका छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र यस्तै कृषि सम्बन्धी जानकारी हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। तरकारीको राजा मानिने आलु जताततै पाइने प्रमुख नगदे बाली हो। आलु पोषक र स्वास्थ्यवर्धक मानिन्छ। आलु चिसो मौसममा फस्टाउने बाली हो भने चिस्यान मुक्त मलिलो माटोमा राम्रो उत्पादन लिन सकिन्छ। नेपालको धेरै स्थानमा आलु खेती गरिन्छ। उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरूमा कुफ्रीज्योति, जनकदेव, खुमल सेतो 1, खुमल लक्ष्मी आदि जस्ता जातहरू छन्। अब कुरा गरौँ आलु खेती गर्न उपयुक्त हुने हावापानीको। आलुको वृद्धिको लागि सरदर तापक्रम 20 देखि 30 डिग्री सेल्सियस र आलुको दानाको विकासको लागि 15 देखि 18 डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ। उच्च हिउँ र उच्च तुषारो पर्ने ठाउँमा आलु खेती उपयुक्त मानिँदैन। करिब 60 देखि 70 सापेक्षिक आर्द्रता आलु खेतीलाई उपयुक्त हुन्छ भने आलु खेतीको लागि चाहिने जमिनको पीएच मापन 5.5 देखि 7.5 हुनु पर्दछ। पानी नजम्ने वा पानीको निकास राम्रो भएको जमिनमा आलु खेतीको लागि उपयुक्त हुन्छ। आलु रोप्दा एक बोटदेखि अर्को बोटको दूरी लगभग 25 सेन्टिमिटर र ड्याङ र ड्याङ बीचको दूरी 60 देखि 70 सेन्टिमिटर हुनु पर्दछ। आलु खेतीमा सिँचाइ भने माटोको चिस्यान हेरेर आवश्यकता अनुसार मात्र गर्नु पर्दछ।